हेलो एभ्रिवान, हजुरलाई मेरो सर्ट भिडियोमा स्वागत गर्दछु र सँगसँगै होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। र आज पनि मैले दिको भिडियोलाई लिएर आएको छु र आजको दिन हाम्रो दिको विवाह सम्पन्न भएको छ र आजको दिन धेरै स्पेसल छ। अन्त सँगसँगै यहाँ भने रिसेप्सन कार्यक्रम भइरहेको छ। दिला अलरेडी गाडीबाट निकालिसकेको छ र हामी भने गाडीभित्रै छौँ। हामी किन गाडीभित्रै छौँ भने चाहिँ एक्चुअली हामी चाहिँ माइतीको तर्फबाट आएको थियौँ र अहिले निक्लिनु हुँदैन भनेर चाहिँ हामी भित्रै छौँ। नाउ फाइनली वी आर गेट आउट फ्रम द भेहिकल। सो हामी बाहिर निस्क्यौँ। आफ्टर द्याट हामी दिको पछि गइरहेको छौँ। दिलाई हामी पछ्याइरहेको छौँ। अब भने हामी गेटतर्फ जाँदैछौँ। अन्त यहाँ भने रिबन कटिङ सेरेमनी पनि रहेछ र सबैले भजनहरू गाइरहेको थियो। आशिषित साँझ थियो र सँगसँगै रिबन कट हुनुभन्दा अगाडि चाहिँ हामी सबैजना मिलेर प्रे गऱ्यौँ। अन्तदेखि रिबनहरू कट भयो। आफ्टर द्याट फुलहरूले स्वागत गरिरहनु भएको थियो हाम्रो दिलाई। ओके, नाउ रिबन कट सेरेमनी पनि अलरेडी सकिसकेको छ। अब भने हामी यहाँ हुनेवाला दिको घरमा छौँ। यो बिचहरूमा हाम्रो चाहिँ यहाँ दिलाई भित्र प्रवेश गर्ने तयारी भइरहेको छ। हामीले अन्त माइतीबाट केही सगुनहरू ल्याएको थियो। अन्त त्यहाँ राखेर चाहिँ अनि माइतीले केही शब्दहरू हामी यति टिम चाहिँ माइतीबाट आएको चेली पुऱ्याउँदै फाइनली दिलाई प्रवेश हान्ने कार्यक्रम भइरहेको छ। हामी ताली बजाउनेछौँ ल। यहाँ चाहिँ जसरी अघि हामीले सगुन लिएर आएको थियो त्यसरी यहाँबाट पठाइदिँदो रहेछ। आदर एकअर्कामा गर्नुपर्ने आदरको कुराहरू भनौँ न। उहाँहरूले प्रेम बस्ताय पार्नु भएको रहेछ। स्पेसली माइतीहरूबाट आउनेहरूको लागि खानासाना खायौँ। त्यहाँदेखि अब माइतीहरू ब्याक हुने समय आयो। विदाईको कार्यक्रम चलिरहेको छ। यो बिचहरूमा दिलेमा लाग्दो हात हल्लाउँदै बाई भनिरहेको थियो। अन्त आफ्टर द्याट हामी रुममा प्रवेश गर्ने कार्यक्रम भइरहेको थियो। माइतीहरूमा चाहिँ सृष्टि बहिनी र म बसेका छौँ। पर्सि रिसेप्सन कार्यक्रम छ। अन्त त्यही कारणले म तपाईँलाई सर्ट भिडियो पनि देखाउनेछु। फाइनली वी आर इन। वाउ, वाट अ भाइब। यो रुमको भाइब चाहिँ अर्को आइरहेको थियो। क्युटवाला डेकोरेसनहरू गर्नुभएको रहेछ हाम्रो स्पेसल बीको लागि। र आफ्टर द्याट हामी लुगाहरू चेन्जहरू गरेर बाहिर निस्केको त अरे भाइ ये क्या है हेर्नुहोस् है, हाम्रो दिको लागि पुस्दिनु हुँदैछ। वाट अ हम्बल हस्बेन्ड। हाम्रो दिदीले कस्तो राम्रो पाउनु भयो यहाँबाट देख्न सक्नुहुन्छ। अलरेडी उदाम गरेर आएको थियो। यहाँ पनि हामीले गर्नुपर्ने भयो। यो चाहिँ बिहानको नजारा हो। अन्त हाम्रो बेला चाहिँ हेर्नुहोस् कस्तो एक्सपिरियन्स हुँदो रहेछ दा। एकदम म त पहिल्यै गर्ने के भोलिको बेला हिजोको बेला र भोलिको त्यसरी चाहिँ हुनु पर्यो नि त हैन। हजुर बेसी गिफ्ट भएर हेर्नु नि यहाँ बेहुली चाहिँ खुसी। टुप्पाती गिफ्ट पाउँदा पुरा खुसी लाग्दो रहेछ। हृदयबाट खुसी लाग्दो रहेछ। खानु यो गिफ्ट दिनेहरूलाई के भन्नु नि हौ। एकदमै थ्याङ्क यू सो मच। तपाईँहरूले एकदमै तपाईँको प्रेजेन्स मात्रै होइन गिफ्ट पनि दिएर एकदमै झन् हृदयबाट आनन्द भयो। यो चाहिँ एउटा यहाँ छ सुशीला आन्टीको। त्यो चाहिँ मेरो स्टोरी बताइदिए हाम्रो बिचरा सिस्ने सामान चाहिँ जोरथाङदेखि हिँडेर लिएको है। यो चाहिँ टुपातीको लागि मैले बेहुलीलाई पनि भनिदिएको छु। यो बिचहरूमा गिफ्टको कार्यक्रम सक्यौँ। अन्त हामी चाहिँ भन्ज्याङतिर लागिरहेका छौँ। भन्ज्याङ बजार यस्तो भयो कि यस्तो दामी। यहाँबाट चाहिँ भ्यूहरू देखिरहेको थियो। बिचहरूमा चाहिँ बाटो बिर्सेर बहिनी र म चाहिँ बिचरा नामकै मात्रै बेहुला भइरहेको छ। यति धेरै काम गरिरहनु भएको छ है हाम्रो दिस सोब्लेसेट। अनि यता अङ्कलहरू फ्रेम बनाइरहनु भएको थियो। यो बिचहरूमा म चाहिँ फोन भिडियो बनाउँदै हिँड्दा कस्तो देख्छ होला है अङ्कल, अर्डर देख्छ होला है भन्ने मैले भन्दै गर्दाखेरि उहाँले अझै धेरै इन्करेज गरेर बनाउनुहोस् भनेर इन्करेज गरिरहनु भएको थियो है। हजुर
यहाँबाट चाहिँ यो चाहिँ राख्ने रहेछ है ए ओके ओके भोलिको लागि सबै यस्तो भइरहेको छ यहाँ सेलिब्रेटी पोल्ने पार्टीहरू हुन्छ हाम्रो मुमाहरू हुन्छ अनि हाम्रो जयमसी हाम्रो मुमाहरू हुन्छ हामी आउँदैछौँ ल वर्ष भएर आफ्नो आफ्नो डिपार्टमेन्टमा रहेछ है यहाँ भने दिएको कसरी मोटर खेलाइरहेको छ अनि यो पिक्चरमा हाम्रो प्यारो बेहुली हजुर कहाँनिर बेहुलीले चामल किन आएको ए के गर्नुभयो अरे यहाँ किचन पार्टीमा अर्कै छ भित्र आफ्नो आफ्नो यहाँ डिपार्टमेन्ट छ हाम्रो चामल डिपार्टमेन्टको हाम्रो सृष्टि नानी म्यानेजर आउँछु नि अब फिलहाल भने हामी किचनभित्र छौँ अनि हामी भने लसुनको डिपार्टमेन्ट गएको छौँ अनि यो बिचहरूमा चाहिँ आफू चाहिँ यहाँ जाडोले कस्तो भइरहेको छ अनि तीको अब कमेन्ट सुन्नुहोस् है त छ्या अनुहार त तिम्रो त केही आएन सृष्टि नानीको राम्रो आयो कस्तो राम्रो यसो नजर लगाएको त हाम्रो बेहुला आज त बिजी रहेछ उतापट्टि डेकोरेसन लागि स्टार्ट हुनु आँटेको छ र सँगसँगै म चाहिँ यहाँ माथि आएको त भोलिको लागि रेडी अब रेडी बस्दै रहेछ तयार हुँदो रहेछ भोलिको सुटको लागि अन्त यो भने धेरै ओके न फाइनली यो साँझको समय आइसकेको छ यो साँझको समयमा यति भइसकेको छ तपाईँलाई म देखाउने छु बिमारीको अवस्थामा मार्गे चिसो सोरे भाषी छ हामी चाहिँ जाडोको अवस्थामा ब्ल्याङ्केट ओढेर बेसी चिसो भएर हो त चिसो भएर नि ब्ल्याङ्केट ओढेर हामी हिँडिरहेको छौँ ब्ल्याङ्केट ओढेर म चाहिँ ब्ल्याङ्केट ओढेर चाहिँ डुलाइ भइरहेको छ यतिको छैन एकछिनमा डेकोरेसन भइसकेपछि आई सो यु भोलिको लागि बेहुली सोर सुकेर भोलिको लागि रेडी हुँदैछ तपाईँले आज म के बनिँदैछ भन्ने कुराहरूलाई म देखाउनेछु यहाँ चाहिँ दाहरूको अर्किडहरू पुरा छ दिस इज फर टुमोरो कि त कुन त तल ल ए यता रहेछ हौ दाइ त ओके यता रहेछ ऊपर रहेछ जुन बेहुला त रहेछ ओहो भोलिको हाम्रो दाइ त बिचरा बेहुलाको हालत पातलो भोलिको बेहुला हेर्नुहोस् है कति टाइम लाग्छ दा अब सबै गर्नु यो चाहिँ भोलिको ब्रेकफास्ट कि माथि सिजनानी के हुनेछ कतिको जाडो हुँदैछ जिन्दगीमा सिसीको जाडोमा त बिहा गरिदिन मैले चाहिँ अघि त जाडो ठाउँमा त बिहा जाडो ठाउँमा हो जाडो ठाउँमा गरममै जान्छु भन्छ सिलगढी जाने हो क्या हो फेरि अन्त हामी त पाकिन्छ नि हामी चाहिँ यस्तो अलमोस्ट यो चाहिँ सकिने हामीले हालिरह तपाईँको भनिदिइराख्नु इन्ट्रो दिइराख्नुहोस् न के भन्नुपर्ने होला प्रोग्राम म्यानेजर यहाँ चाहिँ भोलिको बेहुला हो तर आजको दिनमा तपाईँ के पढ्नुभयो दा आज चाहिँ के पढ्नुभयो भोलि त तपाईँ बेहुला हो आज चाहिँ के हो बौला परेछ अरे यहाँ चाहिँ मैले हल्का दिएर मेसेज दिँदै थिएँ आज हाम्रो दिदी चाहिँ धेरै बिमारी हुनुहुन्थ्यो त्यही कारणले प्रायः एक्सक्युज दिएको लागि चाहिँ आज दिदीले केही गर्नु परेन सो यहाँ भने चाहिँ धुप्पी हुँदो रहेछ धेरै एडभान्टेज किनभने चाहिँ यो मुनि चाहिँ यसरी अछाउँदा हुन्छ नि त अब लेकहरूमा चाहिँ तर अब औलहरूमा चाहिँ अलिकति हामीलाई यो अब फेरि लेकबाट ल्याउनु पर्छ त्यही कारण अलिक प्रब्लम हुन्छ तर लेकको लागि चाहिँ यो धुप्पीमा पाहुनाहरूले यसरी काम गरेको होइन कि जान्छ नि मैले अराएको है गर्नु मानेको थिएन है मैले बोलाएर ल्याएको
तर सकेर चाहिँ यो चाहिँ डाइनिङको लागि अब यहाँको सुरु हुनेछ यो सकेर तपाईँलाई देखाउने छु नेक्स्ट यहाँ चाहिँ अलमोस्ट डन हाम्रो बेहुला बेहुला चाहिँ यस्तो चाहिँ फाटेको टोपो बोको जुत्ता लगायो बेहुलाको हालत चाहिँ यस्तो छ त्यो म चाहिँ सोच्दै थिएँ कि सोच्दै तर के भन्नु बिजी भयो के गर्दैछौ हुन्छ बेहुलाहरूको चाहिँ 9:37 भइरहेको छ हजुर स्टिल बनिँदैछ यहाँ डेकोरेसन हुँदैछ हामी हेल्प आउँदैछौँ ल हेल्प गर्नु हाम्रो भोलिको बेहुला हजुर के भन्नु लु भनिदिनुहोस् त स्टिलको भएर काँसाको हुनाट्यो ल है त खासै त्यो के बनाउनु खोज्नु भएको दा ए ओके 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 ब्युटिफिकेसन उहाँ चाहिँ हुनुहुन्छ हाम्रो दाको साथी अनि यति धेरै हँसाउनु भएको थियो समय चाहिँ बितेको चालै पाउँदैन रहेछ उहाँसँग चाहिँ अन्त सबै बिजी हुनुहुन्छ यो चाहिँ मर्निङ यो डेकोरेसन यहाँ यस्तो बेकार स्टिल होला है यस्तो बेकार बेहुला बेहुला त ऊ पर हुनुहुन्छ बिचरा बिचरा अनि आज का बेहुली अभी उठा है अरे अहिले उठेर अरूको भनेको पुरानो जमानामा बुहारी चाहिँ 3 बजी उठेर चिया पकाउन जान्थ्यो तर आजको जमानामा चाहिँ ओछ्यानमा छ तपाईँको रहेको छ 8 बजेको छ 8 बजिसकेको छ बेहुली खाना त ओछ्यान पनि उठाएको छैन हो म भोलि यसै हाल्नेवाला छु हो तपाईँले रियल रियल हाम्रो बेहुली चाहिँ यस्तो छ भनेर तपाईँ देख्नु सक्नुहुनेछ यहाँ अनि यो लोखन्दी अहिले लोखन्दा भाइ त उठेको छ लोखन्दी भाइ बहिनी चाहिँ भर्खर उठ्दै रहेछ यहाँ त सबै अपोजिट रहेछ सबै छोरामा चाहिँ अगाडि अगाडि एक्टिभ अबे हो त नि भुस भुलिरहेको थियो के गर्नु यस्तै छ यो बिहानको नजारा हेर्नुहोस् सबै आफ्नो भाँडाहरूले पनि मलाई कहिले लाने भन्ने भनिसक्यो यो भाँडा हिजो बेलुका देखियो मलाई कहिले लाने भनिसक्यो हाम्रो डेकोरेसन हिजो तपाईँहरूलाई देखाउँदै थियो हामीले यहाँ गर्दैथ्यो हामी छिटो सुत्दै थियो आज छिटो फिनिसिङ भइसकेछ अलमोस्ट अनि रह्यो यहाँको जय मसी अन्त यहाँ भने तपाईँको हिजो हामीले यो चेयरहरूमा कभरहरू हाल्दै थियो यो यहाँ चढाइरिङ अन्त आजको बिहान भने सबै फिनिसिङ भएर रेडी रेडी यहाँ हेर्नुहोस् यो चाहिँ हिजो अनकभर्ड थियो तर आज चाहिँ कभर्ड छ हेलो एक्साइटेड नानी भन्नु के लुगा लाउनु आँट्यो के लुगा लाउनु हेर्नुपर्छ जाडो भएको छैन तपाईँलाई यो समय भने म बहिनीको आन्सर सुनेर छक्कै बहिनीलाई त जाडो पनि लाग्दैन छ अब त्यहाँ कक्रिनु आँटिसक्यो आइरन गर्ल्सहरू है हजुर कतिको बिहानको यो सवेरा कस्तो फिल हुँदैछ एकदम दामी दामी ताजा ताजा ये सुबेका नजारा ओ माय गॉड हिजो हामीले सफा गरेको आज त सबै राखिसकेछ बिचारा उदुलाई के भन्छ उइलाई लोकन्दा भाइ त यसरी लोकन्दी चाहिँ यसरी देख्नु बिचारा बेहुलाको पनि सिफ्ट भएछ गेटको छेउमा अलराउन्डर हो सिफ्ट पुरा सिफ्टिङ अघि माथि थियो ला बेहुला हेर्नुहोस् त यो गेट बिहा गर्नु साह्रो रहेछ है दा यो सम्झिँदाखेरि चाहिँ मलाई पनि अमन लागे जिन्दगीमा फेरि भनिदिनुहोस् न मको बिहामा घरिघरि म जन्ती जाँदिनँ फर्स्ट एन्ड लास्ट यहाँ सुन्दै भन्दैन मेरो फर्स्ट एन्ड लास्ट अब हुँदैन यस्तो पाराले अब पनि बिहा गऱ्यो भने त पिटाइ भेट्छ होइन बिहा भनेको एकचोटि गर्नुपर्छ फेरि फेरि बिहा गर्ने रड त पिटाइ है बेहुलाको ठिक छ हाम्रो चाहिँ सुताइ भएको छैन तर रातभरि 2 बजी ओछ्यान पसेको उहाँ घुरेर त्यहाँदेखि भयभरको कुकुर आएछ पर किचन डेरातिर हाम्रो घरको 3टा
हैन मेरो त ओछ्यान चेन्ज भयो म चाहिँ कुकुर कुदाएर चाहिँ 4 बजे अलिकति हो ओछ्यान हो नि कुकुर क्याटिसले कुदाएको डिस्टर्ब हुनलाई अलिक कुरा बनाउँछ ए त्यस्तो हुँदैन नि मैले तपाईलाई बेलुका उयो भनेको बस भन्नु भएको थियो कि तर एकैछिनबाट जानु भएको हो तपाईँ अनि मैले यता भएको नि छुटेको थियो कि कसो पाल्छ आफू एकछिनमा त मुख चालेर उहाँको हो आफै कुकुरले खाएर तर्सिनु आफै घुरा पनि कुन कुन स्टाइलको भनौँ एउटा चाहिँ थर पर्ने एउटा चाहिँ फेरि कोठा चाहिँ टाकटुक क्या साउन्ड चाहिँ उयो भएर क्या कोठामा घुसेर यहाँ कुकुर आएछ कि हाम्रो कुकुरसँग 3टा त्यो यो कुकुरहरू सबै छेरपाटे लाग्छ अब त्यो तेल खान्छ नि त कम्ती कुदाइन नि आम्मा सुत्नु नपर्छ मान्छे घुरेर कुकुर मैले किन बनाएको नि दुईटाको साउन्ड मिक्सले फाइनली डेटको गर्नुपर्ने कुरा सबै काम सक्यो अन्त आजको हेर्नु सबै यस्तो छ अनि गाडी यताबाट आउँछ यसो माथिपट्टि आएको त छेउमा फेरि यसो देखि त कस्तो मनपर्यो यहाँ चाहिँ रहेछ किचन अन्त सबै बिजी हुनुहुन्छ यो बिहानीको पक्का यो भने ब्राइडको ड्रेस हल्का सफ गर्ने टाइम हो सो हाम्रो ब्राइडको ड्रेस चाहिँ यस्तो थियो बट यहाँ जस्तो देखेको छ लगाउँदाखेरि सम्म त्यसलाई ब्युटिफुल देख्नुभएको थियो इट्स टाइम टु मेकअप सो यहाँ चाहिँ मेकअपको समय हो हाम्रो दुईजना प्रिटी भोजहरूले चाहिँ यो चाहिँ हाम्रो बेहुलीको मेकअप यहाँ हुनुहुन्छ हाम्रो बिहानी भोज आर्टिस्ट एकैछिनमा कम्ती राम्री बनाएर निकालेर है लो यस्तो रहेछ है मेकअप भन्ने कुरा चाहिँ तर त्यसै पनि हाम्रो राम्री नै छ नेचुरल पनि राम्रै छ झन् चमक तर होइन टुप्पाती अस्तिभन्दा मलाई यो मन पऱ्यो तपाईँको अस्ति भएको भनेको भन्दा यो होइन सिम्पल खालको मतलब नेचुरल देखिरहेको छ नि त्यो अस्ति चाहिँ मेकअपै देखिरहेको थियो हो मेकअपै देखिरहेको थियो देख्नु चाहिँ देखिँदैन रहेछ नि त फाइनली डन सो यो हो फाइनल टच बेहुलीलाई रेडी पार्यो अब हाम्रो पालो भनेको त यसो हेरेको छ आम्मामा होइन ऊ हाम्रो भेनाजुले त्यही छ्यारिरहेको रहेछ हाम्रो दिदीलाई आफू भने अब म पनि रेडी हुन्छु भनेर हामीहरू चाहिँ बसेको थियौँ र दुईजनाको यो कुरालाई देख्दै गर्दाखेरि चाहिँ मलाई धेरै आशिषित लाग्यो अन्त मैले आफ्नो फोनलाई उठाएर सानो भिडियो लिन थालेँ अनि दुईजनाको यो कुरालाई देख्दै गर्दा म भिडियो बनाउने आफै पनि धेरै आशिषित भइरहेको थियो किनकि यो दुईजना चाहिँ एउटा विटनेस जस्तो हो हाम्रो लागि परमेश्वरले साँच्चै नै अचम्म र उदिकको काम गर्नुभएको चाहिँ हामीले देखेका छौँ अनि साँच्चै नै हाम्रो परमेश्वर चाहिँ महान हुनुहुन्छ त्यसले पनि यस्तो क्युट भएर आमामा ठाडो भनेको यस्तो होइन गरममा अब चाहिँ दबुकालु चाहिँ किन फल्न आउँछ नि त मुनि हुँदैन अलिक माथि नै मिल्छ फोटो सेसनहरू भइरहेको छ अब भने हाम्रो मण्डपमा जाने समय आइपुग्छ शरीर हुन्छन् यसकारण परमेश्वरले जसले एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै
दुलाईले पनि खुवाउनु पर्यो खास एउटै डल्लामै हुनु पर्यो डल्लाको डिफ्रेन्ट रहेछ यहाँ हुनुहुन्छ हाम्रो राम्री प्रिटी भाउजू तपाईँलाई कस्तो भइरहेको छ हौ मलाई एकदमै खुसी लागिरहेको छ नयाँ परिवार जोडिँदाखेरि अनि धेरै धेरै बधाई छ वेलकम टु द फ्यामिली कस्तो हुँदैछ हौ एकदम दामी दामी एकदम एसोसिएट बिहा हुँदैछ त्यतिमा चाहिँ अहिलेको समय भनेको यस्तो भइरहेको जाडो मौसम छ तर धेरै आकर्षित फोटो सेसनहरू भइरहेको छ अब भने तपाईँलाई म डाइनिङ तर्फ लानेछु किन कम्ती कम्ती खानु भएको जाडो चाहिँ यस्तो ज्यादा छ कि अन्त बिचरा बेहुला बेहुलीको हालत चाहिँ सुप खुवाए जिउ तताउनु जिउ यसो तात्तिन्छ नि यो खुट्टा चाहिँ के गर्ने उपत्र गरेर हाल्दैछ हो बेहुला के खुट्टा परेछ त हेलो अलि खानुहुन्छ त ल्याइदिउँ बेहुला बेहुली सुप खाँदै दिस इज फर यु दिदी होइन आई एम सो ब्लेसेड टु हेभ यु अन्त यो बिचहरूमा होइन तपाईँको आजको दिन विवाह अस्तिको दिन भयो भने आज रिसेप्सनको कुराहरू हुँदै गर्दाखेरि होइन समय कति छिटो बित्दैछ जस्तो मलाई लाग्दैछ अन्त जस्तो लाग्छ हामी सँगै एउटै बेडमा हामी सुतेको हामी सेयर गरेको कति कुराहरू होइन र आज तपाईँहरूको दा एन्ड दी तपाईँहरूको जीवन तपाईँहरूको जोडीलाई हेर्दै गर्दाखेरि होइन अनि म परमेश्वरको महिमालाई देख्छु कतिपल्ट तपाईँहरूको अचम्मको तरिकाले होइन परमेश्वरले चाहिँ तपाईँहरूको जीवनमा चाहिँ काम गर्नुभएको र जुन चाहिँ एउटा तपाईँहरू चाहिँ एउटा स्वयं टेस्टमनी हुनुभयो हाम्रो लागि होइन एउटा इन्करेजमेन्ट है अहिलेको जेनेरेसनको लागि एउटा युथ एज अ युथहरूको लागि चाहिँ तपाईँहरूलाई हेर्दै गर्दाखेरि चाहिँ हामी त्यो क्राइस्टको लभलाई हामीले देख्यौँ अन्त क्राइस्टसँगको रिलेसन र सँगसँगै हामी संसारमा परमेश्वरले चाहिँ एउटा हाम्रो निम्ति जोडा कसरी जुटाउनु हुँदो रहेछ भन्ने कुरा के हो त अनि पेसेन्स भन्ने कुरालाई हामीले देख्यौँ अन्त तपाईँहरूको वेट तपाईँले कति पेसेन्ससँग परमेश्वरको जसरी यशाया 60 को 22 पदमा भनेअनुसार चाहिँ सही समयमा होइन म गर्नेछु परमेश्वरले गर्नुभएको प्रतिज्ञाहरू चाहिँ तपाईँहरूको जीवनमा देख्नु पायौँ अन्त त्यो कुराहरू देख्दै गर्दा आई फिल सो ब्लेसेड होइन उसलाई धन्यवाद सबै कुराहरूको लागि अन्त साँच्ची नै सायद म धेरै मानिसहरूसँग अट्याच छु तर यु बोथ अफ यु आर सो स्पेसल फर मी होइन तपाईँहरूको जोडीलाई देख्दै गर्दा होइन अन्त त्यही हामीलाई इन्करेजहरू मिल्छ कि फ्युचरमा हामीले कति कुराहरूलाई परमेश्वरको समयमा हामीले वेट गर्नुपर्ने कुरा समय परमेश्वरले उहाँको समयमा सबै कुराहरू चाहिँ गर्नुहुन्छ मैले दिलाई देखेको कतिपल्ट त्यो फिक्रीहरूबाट गुज्रिँदै गरेको तर उहाँको त्यो होप परमेश्वरमा एउटा फेथ द्याट गड विल प्रोभाइड मी इन राइट टाइम भन्ने कुरालाई चाहिँ परमेश्वरले चाहिँ दिएको जीवनमा पुरा भएको मैले देख्दै गर्दाखेरि चाहिँ होइन आई फिल सो ब्लेस्ड एन्ड ह्याप्पी म्यारिड नो ब्लेसेड म्यारिड लाइफ होइन यहाँदेखि उताको जर्नी हामी प्रेमा याद गर्नेछौँ कि तपाईँको सधैँभरि असल भए जस्तो तपाईँलाई देख्दै गर्दाखेरि साँच्चै नै त्यो ख्रिस्टको
प्रेमलाई चाहिँ हामी देख्न सकौँ। तपाईँको यो जेनेरेसनलाई हेर्दै गर्दा चाहिँ धेरै मानिसहरूको लागि एउटा उदाहरणको जीवनहरू चाहिँ तपाईँले जिएको होस् भनेर यही आशिषहरूको जीवनमा बोल्दछु। नाना आई एम भेरी भेरी ह्याप्पी फर यु अनि आइ एम सो सरी पनि भन्न चाहन्छु। तपाईँको विवाहमा आउन सकिनँ, आउने धेरै मन थियो तर त्यस्तै के भइगयो। अनि तपाईँको वेडिङ ड्रेसमा यु प्रिटी अनि आई वाज जस्ट स्पेसलेस भन्ने नि। अनि अर्को चाहिँ साँच्चैमा यु आर लुकिङ प्रिटी होइन, अनि तर प्रिटी नै छ, यु आर प्रिटी अलवेज प्रिटी। अनि मे गड ब्लेस यु एन्ड बेना विथ अ गुड हेल्थ, prosperous लाइफ, लभ अनि धेरै 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 मात्रामा सबै कुराहरूले प्रशस्त हुन सकेको होस्। अनि अरू तपाईँलाई धेरै धेरै भन्नु मन छ तर यो भिडियो मार्फत म तपाईँलाई यो बताउन चाहन्छु कि म तपाईँको लागि धेरै 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 खुसी छु साँच्चैमै। अनि तपाईँले जसरी परमेश्वरमा फेथफुल भइकन, तपाईँले परमेश्वरको वचनलाई प्रेम गरिकन तपाईँले यो दिनहरूको लागि वेट गर्नुभएको थियो अनि साँच्चै नै परमेश्वरले तपाईँलाई बेस्टले नै ब्लेस गर्नुभएको छ। अनि आई एम फेरि पनि भन्छु आई एम भेरी भेरी ह्याप्पी। आई प्रे द्याट यु गेट एभ्रिथिङ द्याट इज बेस्ट फर यु एन्ड भेना। अनि त्यही हो, आई मिस यु अनि आई एम सो सरी फेरि पनि। आई लभ यु नाना। फाइनली सबै अगाडिको भएर अब ब्युटीलाई लुगा चेन्ज गर्न हामी जाँदैछौँ। हाम्रो ब्राइडलाई यस्तो मेसअप भइरहेको छ। अरू के भन्नु छ तपाईँलाई? कस्तो फिल हुँदैछ आज गिफ्टहरू पाएर? पुरा खुसी होला तपाईँ त। आज त मेरो पाइन होइन, उहाँको मात्रै पाएँ आज चाहिँ गिफ्ट। तर पनि अस्ति नै यहाँनिर यति बेसी पाएकोले म एकदमै खुसी छु। यहाँनिर गिफ्टले नै भरेको छ नि त रुम होइन, त्यही कारणले गर्दा आज त त्यस्तै एक्साइटेड। गिफ्ट पाउँदा खुसी लाग्दो रहेछ। गिफ्ट पाउँदा खुसी लाग्दो रहेछ। गिफ्ट खुसी नै अब खोल्नु अब त मलाई पनि बिहा गरौँ मेरो गिफ्ट छिटो बिहा गर गिफ्ट। ल प्रार्थना गर्दिनँ है मैले पनि छिटै पाउँछु। खुसी हुँदै गिफ्ट असार्दैछ पेउला। ला गिफ्ट ल ए ओके 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 दा खुसी लाग्दो रहेछ गिफ्ट पाउँदा। गिफ्ट भन्दा पनि रुपा मिससँग विवाह हुँदा साह्रै खुसी लागेको छ। समयले त भन्नु सक्दैन, एउटा कन्फर्मेसन हुन्छ। जस्तै आउटोपातीले चाहिँ भन्नुहुँदै थियो कतिपल्ट होइन, अब कतिले उहाँलाई अप्रोच गर्यो होइन, तर त्यो खालको फिलिङ्स कहिले पनि आएन। कतिपल्ट सपनामा उहाँले देख्यो भन्ने कुरा क्या हो त, सपनामा देखेको कुराहरू त्यसरी गडले उसलाई कन्फर्मेसन दियो होइन। अनि तपाईँलाई चाहिँ अब हुन्छ नि, तपाईँलाई चाहिँ कसरी तपाईँले कन्फर्म भयो कि ड्याड सिज द यो चाहिँ मैले चाहिँ उयो गरेको थिइनँ, यो
कुरा चाहिँ मैले चाहिँ सोचेको पनि थिएन सोचेको पनि थिएन तर मलाई अस्तिदेखि खयाल लाग्यो त्यो बादमा मैले सोधेँ किनकि अब हामी पनि जवानीमा छ अनि कतिपल्ट हाम्रो पनि लाइफमा त्यो कुराहरू बित्दैसक्यो अनि त्यो प्रोसेसमा जाँदै गर्दा हामीले कन्फर्मेसन पाएको छैन दो हामी प्रे गर्दैछ हुन त समयलाई पर्खिनुपर्छ त्यो पनि याद छ तर कतिपल्ट चाहिँ हामीले अब आउने समयहरूमा यसरी भयो भने कसरी कन्फर्म गर्नु होला कसरी कन्फर्म गर्नु होला भन्ने नि कन्फर्म त अब सबैको एउटा प्रकारले हुँदैन होला हो त्यही कारण मैले त्यही सोच्नु खोजेको कतिको चाहिँ यस्तो पनि हुन्छ पवित्र बिना हुन्छ होइन आजको भोलि हुन्छ नि फेरि हो त्यही मैले अब त्यही सोच सबैको एउटै हुँदैन अब यस्तो भएको उहाँसँग चाहिँ चिना परिचय भएको त हाम्रो 2000 कहिलेदेखिको हो अगाडि हो नि 17 देखि नै हो 17 त्यहाँदेखिको नै अब राम्रो सम्बन्ध पनि भएर आएको यो सम्बन्धमा होइन त्यो त याद छ हामीलाई त्यो त क्लियर छ तपाईँहरूको बिचमा हामीले जिस्काउँथ्यौँ मैले जस्ट अब तपाईँहरू यस्तो पनि होइन फेरि अरूले जिस्कायो भनेर त्यस्तो पनि होइन त्यो पनि याद छ बुझ्दाखेरि चाहिँ के हुँदो रहेछ भने चाहिँ अब यो चाहिँ अब परमेश्वरको नै ग्रेट प्लान रहेछ भन्ने कुरा चाहिँ हो क्या तर त्यो अब कन्फर्मेसन चाहिँ कसरी पायो त्यो चाहिँ अब मेरोमा त्यो चाहिँ कसरी त्यसको एन्सर दिनु मैले त्यो चाहिँ सकिनँ मैले चाहिँ भनेपछि तपाईँ लप पऱ्यो अटुपादीसँग भनेपछि पहिलादेखि मनमा चाहिँ लड्डु चाहिँ फुटाएको मनमा चाहिँ हो लड्डु चाहिँ फुटाएको टुपादी लड्डु त फुटाइसकेको छ पहिलादेखि होइन हामीले पनि टुपादीलाई सायद तर जिस्काउँथ्यो नि जिस्काउँछ कि अरूको हाम्रो टक्सो पनि खतम भयो सो अब हेर्नुहोस् यहाँ बेहुली नाचेको आफ्नो बिहामा यसरी बेहुली नाचेको चाहिँ हिजो सबैले बेहुली हेरे अरे अनि भाँडाकुँडाले चाहिँ बेहुली हेर्नै पाएको थिएन अरे नि त अनि त्यही कारणले आज चाहिँ भाँडाकुँडाले बेहुली हेरेर पर्खिरहेको थियो अरे अनि यहाँ हुनुहुन्छ हाम्रो बेहुली पारा चाहिँ यो रहेछ उमा तातो पानी यसरी तताउनु पर्ने रहेछ तातो पानी हाल्दै हाम्रो सृष्टिले असारेकै अरूले यहाँ माझेकै उपर के भन्छ त्यो पण्डालहरू उठाउने उठाएकै आजको बिहानी विवाहको भोलिपल्ट चाहिँ हाम्रो यस्तो छ हाम्रो यहाँ पर प्रिटी गर्ल्सहरू भाँडा माझ्दैछ ए आगो पनि पुग्दैछ यहाँ हिजो सबैले बेहुली हेरे अरे अनि आज चाहिँ भाँडाकुँडाले हेर्नु खोजेर हौ खासै यहाँ लिएर आएको बेहुलीलाई हिजोसम्म बेहुली यहाँ हुनुहुन्थ्यो आज डिपार्टमेन्ट सिफ्ट बेहुलीको डिपार्टमेन्ट सिफ्ट हिजोसम्म बेहुला हुनुहुन्थ्यो आज फेरि बेहुलाको डिपार्टमेन्ट सिफ्ट भएको छ सबै आज डिपार्टमेन्ट सिफ्टहरू भएको छ सबैको म पनि पाउँदा थिएँ आज चाहिँ के भएको छ भने